नमस्कार सबैजनालाई। आज चाहिँ चन्द्रगिरी नगरपालिकामा सहरी हाट बजार मेला लागिरहेको छ। गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेडपा अन्तर्गत तालिम लिई व्यवसाय सञ्चालन गरिरहनुभएका व्यवसाय तथा मौलिक सिपमा आधारित व्यवसाय प्रवर्धनका लागि अनुदान प्राप्त गर्नुभएका व्यवसायी लगायत अन्य व्यवसायीहरूद्वारा उत्पादित वस्तुहरूको प्रदर्शनी तथा बिक्री वितरणका लागि आयोजित सहरी हाट बजार मेला। गरिबी निवारणका लागि चन्द्रगिरी नगरपालिकाले चाहिँ आफ्नै भवन अगाडि यसरी हाट बजार मेला लगाउन दिइरहनु भएको छ। निःशुल्क नगरपालिका अन्तर्गतै तालिम दिएर यहाँका स्थानीयवासीहरूले हाट बजार मेला लगाएर बिक्री वितरण गरेर मौकाको फाइदा उठाइरहनु भएको छ। यो मेलामा चाहिँ आफूमा भएको सिप र मौलिकता झल्काउने सबै सामानहरू बेच्न पाउने छ। यसको लागि चाहिँ हजुरहरूले तालिम लिनुपर्ने हुन्छ। कपडा, अचार बनाउने, खानेकुरा, हाँसको छोइला, बारा, यमरी, चटपटे लगायतका सामानहरू हो र। वेलकम टु माई भ्लग। साँच्चीकै भ्लगमा आउनुहुन्छ सुन्दा म्याम। हाउ आर यु? फोहोर चाहिँ डस्टबिनमा हाल्नु पर्यो है, आफ्नो डस्टबिनमा हाल्ने अनि हामीलाई दुःख नदिनु। हाँसको छोइला चाहिँ फेरि यसपालि तपाईँ ल्याउने होइन? अनि त्यसपछि भयो कति रुपियाँ यसको? कति रुपियाँ यसको? ए एउटा 50 रुपियाँ पर्ने रहेछ। रूम्स डिटर्जेन्ट वेयर के हो सिरौला भनेको? ए त्यो खट्टे। यो सबै ब्रान्डिङ भएको सामान हो, यस्तो लेबलिङ हुँदैन यसमा चाहिँ। ए सबै खाद्यबाट भएको नाइस। माथि चढेर चाहिँ राम्रो आउँथ्यो नङ्गी देखाउने जस्तै। यो सबै आफै बनाउनु भयो हो? राम्रो है। पोहोर यस्तो थिएन नि म्याम। यसको यो चाहिँ यस्तो राम्रो रहेछ। अबे म त ऊ आएछ भन्नु ठानेको हाम्रो। ओहो बुके अहिलेदेखि लिनु? यो त अलि अत्याचारै भएन र? अलिकति दोहोरो हो। यो अलि मिलेर यो छोरो जन्मिने कहिले कहिले भोटो किन्ने अहिले अचार त सधैँ हो। ल भन्नु त बोल्नु त के बोल्नुहुन्छ? क्रेडिट गोज टु सुस्मिता म्याम। म एकदमै निरन्तर मेहनत गरेर यति धेरै खट्नुहुन्छ यो कार्यक्रमको लागि। थ्याङ्क यू सो मच। जेल नेल हो। कति टाइम लाग्छ एउटालाई?
एकजनाको गर्नलाई अनि पैसा स्टार्टिङ अनि हजुरको डिजाइन हेरी कति स्टार्टिङ चाहिँ 800 बाट बोथ 800 कति टाइम टिक्छ यो 3 हप्ता जति यो लङ राखेको होइन त लाखामारी हो लाखामारी आमा फेमस हुनुहुन्छ अहिले कसले अलिकति महँगो भएछ भन्दै हुन्थ्यो हाम्रो ऊ सरले कि तिमीहरूलाई लाखामारी किनिदिन्छु भनेको महँगो भएछ टिम्बुरको छोप ए 210 लास्ट मिटर हो आफैले बाट्नु भयो है धुप कति रुपियाँ मुठाको भएन नि आज किन सरफ ए यो वासिङ मेसिनमा नि हाल्न मिल्ने सरफ हो ए लोकल बेसार यो नि आफै ओराउनु भयो ए गुजधारामै छ अनि नगरपालिकाले तपाईँहरूकोबाट किन्नुहुन्छ नगरपालिकामा तपाईँहरूकोबाट आउँछ त यो स्टाफले किन्नुहुन्छ हो हामीले किन्छ ओडामा पनि हालेको हो तर त्यो आमाको सेल हो यो ठुला बच्चाको 2 वर्षको हो नमस्कार म चाहिँ नि अञ्जना श्रेष्ठ महर्जन अनि हामी चाहिँ नि यस अपाङ्गता अभिभावक समाज नेपालबाट यता पालिकामा नगरपालिकामा आज स्टलको कार्यक्रममा हामीले नि एउटा पसलको लागि हामीले पनि एउटा ठाउँ राख्यौँ अनि हाम्रो दिदीबहिनीहरूले नै उत्पादन गरेको यस संस्थामा चाहिँ नि आज हामीले प्रदर्शनी कार्यक्रम राख्यौँ त्यो माला चाहिँ नि उहाँ बहिनीले बनाउनु भएको हो अनि यो बोतल पनि उहाँहरूले नै बनाउनु भएको हो यो अस्ति भर्खरै कार्यक्रम आएको थियो एकदम राम्रो बनाउनु भएको छ उहाँहरूले घनश्याम मेयरज्यूको पनि बनाउनु भएको छ उहाँहरूलाई हस्तान्तरण गरिसक्नु भएको छ अरे रश्मि म्यामको त्यसपछि आएर कसको बनाएको थियो भने अर्को उपमेयरज्यूको पनि बनाउनु भएको थियो उहाँहरूले बनाउनु भएको छ यदि हजुरहरूलाई चाहिएको खण्डमा हामीसँग सम्पर्क गर्नुभयो पनि हुन्छ हामी हजुरहरूले भने जसरी नै हामी तपाईँहरूलाई दिन सक्छौँ कहाँ पाउँछ यो चाहिँ हाम्रो संस्थामा यही अपाङ्गता अभिभावक समाज नेपाल संस्थामा हामी उत्पादन गर्छौँ दिदीबहिनीहरूले नि उत्पादन गर्नुहुन्छ हामीसँग पाउन सक्नुहुन्छ धन्यवाद